बेलुका आउँदो रहेछ हैन हामी रोप्न पर्छ शीतल भवन बुढीमा गीत गाउनु गीत गाइदिनु त आमा मलाई गीत हाल्नु परेन मोबाइलले सको के भन्छे दबदबे लक्ष्मी मलाई घिम्लायो स्कुलबाट प्रोग्राममा लगेको रहेछ एउटा बच्चालाई यस्तै धान रोप्न सिकाउनले मेरो मात्र होइन क्या उता साथीहरू पनि सिक्दिनु सबको हिजोको दिन त्यही निकाले त भइहाल्यो नि भिडियो गरेर हिजो गीत हाम्रो मेरो यो कति राम्रो बनाएको रहेछ भाइ हिजोको आ थियो मान्छे राम्रो 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 बनाएको बिउ पनि यस्तो पयालो छ भनेपछि खेत रोप्न चाहिँ जाने छैन मैले ल भोलि आउनु नबिर्सिनु भए रहेछ आजको आज यो गरम भ्याट जाने म रोप्दिन्थेँ नि एकछिन सोचेको थिएँ नि मैले फोन गरेको आएर साथी पनि हो सरू घर पनि यतातिर हो तिनीहरूको मलबारी हाम्रो उतले नै त नै घरै मलबारी हो त यिनीहरूको मलबारी यता आएको त्यही सिमारीका भन्छन् हाम्रो घरमा दिपेन अर्जुन सरूको जेठानीको घर हुन्छ भने दुईको हो र ल साइलीको र माइलीको त हुन्छ नि हाम्रो घरको मैले फेरि त्यति मेसो पाउनु हाम्रो साउको साथी पनि हो कि बुढा सरू कान्छी माइली र साइली हुँ दिपेन अर्छ